हातै थियो मन गर्दाको लागि अनुभवी सक्षम तपाईको सबैलाई मिलाएर सबैलाई जुटाएर लान सक्ने कांग्रेसले अब कति वर्षपछि चाहिँ आफ्नै भोट चिन्हमा चाहिँ भोट हाल्न पाउँदैछन् 15 वर्षपछि हामी त यति खुसी छौं हाम्रो लागि त यतै अवसर हो 3 नम्बर क्षेत्र नेपाली कांग्रेसले अत्याधिक मतले जित्छ यो हाम्रो क्षेत्र हो केही समय केही बेला तपाईको कसैलाई ल गरी खाऊ भनेर दिएको तर अब चाहिँ हामीले त्यो दिनेवाला छैनौं अब यसपालि सबै छ नि यो चितवनको 3 नम्बर क्षेत्रमा नेपाली कांग्रेसका सशक्त उम्मेदवार तपाईको चाहिँ अनुभवी सक्षम नेतृत्व तपाईको टेक प्रसाद गुरुङ भनेको कसैले नचिनेको नजानेको मान्छे हैन सब खोला टोला गाउँ घर चिनेको नेता ल्याछौं अब सबैले जनताले उहाँलाई विश्वास गर्छ भने हामी पूर्ण विश्वास हामीले वास्तवमा के भन्छ नेपाल अधिराज्यभरिमा सबैभन्दा राम्रो तपाईँ के भन्छ कांग्रेस सङ्गठन यहाँबाट लिएर आएको सुशील कोइरालाको थाहा छ तर यो गठबन्धनको संस्कृतिको कारणले गर्दा हामीले भोट हाल्न नपाउँदाखेरिमा हाम्रो चाहिँ के भन्दाखेरि उम्मेदवार जित्न सकेका छैन यसपट्टि हामीले चाहिँ के भन्दाखेरि दुईटा इलेक्सन पछाडि पहिलोपल्ट तपाईँ के भन्दाखेरिमा हामीले चाहिँ आफ्नै तपाईँ के भन्दाखेरिमा सिनियर लिडरलाई तपाईँ के भन्छ टेक प्रसाद गुरुङलाई चाहिँ हामीले चाहिँ के भन्छ उम्मेदवारको रूपमा पाएको छौँ हाम्रो सङ्गठनको स्ट्रक्चर तपाईँ सबै सङ्गठन भन्दा धेरै माथि भएको कारणले गर्दा हामी जित चाहिँ के भन्छ निश्चितै त्यो कारणले गर्दाखेरि तपाईँ ढुक्क रहनुहोस् यसपालि रुखले टेक प्रसाद गुरुङले र कांग्रेसले चुनाव